वेलकम टु आवर युट्युब च्यानल। साथीहरू, यदि तपाईहरू पनि घर बसेर आफ्नो पुलिस रिपोर्ट अनलाइन बनाउन चाहनुहुन्छ भने तपाईहरूको लागि यो भिडियो धेरै नै इम्पोर्टेन्ट हुनुहोला छ। त्यही भएर कम्प्लिट भिडियो वाच गर्नुहोला। म स्टेप बाई स्टेप गाइड गर्नेछु यो भिडियोमा कसरी आफ्नो पुलिस रिपोर्ट कसरी अनलाइन बनाउन सक्छ। सबभन्दा पहिले तपाईहरू आफ्नो मोबाइल वा ल्यापटपको क्रोम खोल्नु होला अनि त्यसपछि त्यहाँ लेख्नु होला नेपाल पुलिस रिपोर्ट। त्यसपछि फर्स्टैमा एउटा वेबसाइट आउँछ opc.nepalpolice.gov.np, त्योमा क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि यहाँ भन्छ इमेल र पासवर्ड। तपाईहरू पहिला निकाल्नु भएको छ पुलिस रिपोर्ट भने त्यहाँ डाइरेक्टै लगइन हुन्छ इमेल र पासवर्ड दिएर। यदि तपाईहरू फर्स्ट टाइम निकाल्दै हुनुहुन्छ भने यहाँ तल रजिस्टरको अप्सन हुन्छ, त्यहाँ क्लिक गर्नु होला। आई एम नेपाली भनेर क्लिक गर्नु होला। त्यसपछि यहाँ आफ्नो फर्स्ट नेम, मिडल नेम, लास्ट नेम र जेन्डर सिलेक्ट गर्नु होला। त्यसपछि मोबाइल नम्बर दिनु होला अनि कुनै एउटा इमेल पनि राख्नु होला। अनि त्यसपछि लास्टमा एउटा क्याप्चा अप्सन हुन्छ, त्यो क्याप्चा हेरेर भर्नु होला अनि रजिस्टरमा क्लिक गरिदिनु होला। यति गर्नुहुन्छ भने तपाईहरू आफ्नो आइडी क्रिएट गरिसक्नु भएको हुन्छ। अनि त्यसपछि लगइनको अप्सन आउँछ। त्यसपछि जुन इमेल तपाईहरू राख्नुहुन्छ त्यो यहाँ राख्नु होला अनि पासवर्ड यसरी। त्यसपछि लगइनमा क्लिक गर्नु होला। लगइन गरिसक्नुहुन्छ भने त्यसपछि यस्तो इन्टरफेस खुलेर आउँछ, न्यू एप्लिकेसनमा क्लिक गर्नु होला। यदि तपाईहरू पहिला पनि पुलिस रिपोर्ट निकालिसक्नु भएको थियो भने एप्लाई विथ प्रिभियस डेटामा क्लिक गर्नुहुन्छ भने सबै डेटा फिलअप अटोमेटिक हुनेछ। यदि फर्स्ट टाइम गर्नुहुन्छ भने फिल अ न्यू इन्फर्मेसनमा क्लिक गर्नु होला। त्यसपछि यहाँ स्याम्पल फोटोको स्याम्पल हेरेर राख्नु हुन्छ, यो काट्नु होला। फर्स्ट नेम, मिडल नेम, लास्ट नेम भर्नु होला। अनि त्यसपछि फादर्सको फर्स्ट नेम, फादर्सको मिडल नेम्स, फादरको लास्ट नेम, मदरको फर्स्ट, यसरी जति डिटेल्स मागेछ त्यो सबै भर्नु होला। त्यसपछि डेट अफ बर्थ छ त्यहाँ हेरेर भर्नु होला कति तपाईँको डेट अफ बर्थ हो। बिएसमा भर्नुहुन्छ भने एडीमा अटोमेटिक आइहाल्छ। यहाँ भनेछ युजर इमेज, तपाईँहरू आफ्नो पिपी साइज फोटो यहाँ अपलोड गर्नु पर्ने हुन्छ। स्याम्पल यहाँ देखाइरहेको हुन्छ यसरी। त्यसपछि तपाईहरू आफ्नो पिपी साइज फोटो यहाँ ब्राउजमा क्लिक गरेर अपलोड गर्न सक्नुहुनेछ। त्यसपछि यहाँ मोबाइल नम्बर अटोमेटिक आइरहेको हुन्छ, जेन्डरहरू सबै सिलेक्ट भएर त्यसपछि तल एउटा हुन्छ सिलेक्ट योर एप्लिकेसन पर्पोज, कि तपाईहरू पुलिस रिपोर्ट किन बनाउन चाहनुहुन्छ त्यो क्वेसन सोधेको हुन्छ। यहाँ दुईटा अप्सन देखाइरहेको हुन्छ, एप्लाई विथ सिटिजन ओन्ली, सिटिजनसिप ओन्ली, अनि एप्लाई विथ सिटिजनसिप एन्ड पासपोर्ट भनेर दुईटा क्वेसन हुन्छ। यदि तपाईहरू विदेश जानका लागि पुलिस रिपोर्ट निकाल्दै हुनुहुन्छ भने फर्स्टवाला हुन्छ एप्लाई विथ सिटिजनसिप एन्ड पासपोर्ट, त्योमा क्लिक गर्नु होला। त्यसपछि नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गर्नुहुन्छ भने तपाईहरू डकुमेन्टमा आइपुग्नुहुन्छ। त्यहाँ फर्स्टैमा त्यहाँ सोधिरहेको हुन्छ सर्टिफिकेट डिटेल्स, सिटिजनसिप टाइप्स, यहाँ टाइप्समा सर्टिफिकेट टाइप्समा सिटिजनसिप सिलेक्ट गर्नु होला। अनि त्यसपछि तपाईँ सिटिजन नम्बर तपाईँ आफ्नो भर्नु होला र नागरिकताको जारी मिति या सेकेन्डमा भर्नु होला। त्यसपछि कुन तपाईहरूको जिल्ला कुन हो, सिटिजनसिप कहाँ जारी भएको छ कुन जिल्लामा त्यो सिलेक्ट गर्नु होला। त्यसपछि यहाँ सिटिजनको फर्स्ट हुन्छ, फर्स्टवाला फोटो त्यो यहाँ अपलोड गर्नु होला। त्यसपछि ब्याकको यहाँ सेकेन्डमा अपलोड गर्नु होला। यहाँ देखाइदिएको छु यसरी तपाईहरू पनि अपलोड गर्नु होला। त्यसपछि आफ्नो पासपोर्ट नम्बर लेख्नु होला अनि पासपोर्ट नम्बरको इस्यु डेट कति हो त्योहरू भर्नु होला र एक्सपायरी डेटहरू। त्यसपछि पासपोर्ट डकुमेन्ट डेटा पेज भनेर यहाँ छ तल चुज इमेज भनेछ, ब्राउजमा क्लिक गर्नु होला। अनि त्यसपछि आफ्नो पासपोर्टको जुन हुन्छ त्यो फोटो यहाँ सिलेक्ट गरेर ब्राउज गर्नु होला। साथीहरू, यदि तपाईहरूको कुनै डकुमेन्ट वा नागरिकता वा पासपोर्ट कुनै पनि 200 MB भन्दा बढीको हुन्छ भने यहाँ लिँदैन। त्यही भएर तपाईहरू कम्प्रेस गरेर राख्नु होला। 200 MB भन्दा मुनिको फाइल कम्प्रेस गर्नु होला अनि त्यसपछि मात्रै अपलोड हुनेछ। त्यसपछि सबै अपलोड गरिसकेपछि नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गर्नुहुन्छ भने यहाँ डु यु ह्याभ क्रिमिनल हिस्ट्री, यदि तपाईहरूको क्रिमिनल हिस्ट्री छ भने यहाँ सबै डिटेल्स भर्नु होला, छैन भने नोमा क्लिक गर्नु होला। यहाँ नोमा क्लिक गरेर नेक्स्ट गर्नु होला। त्यसपछि तपाईँको सम्पूर्ण डिटेल्स जुन जुन भर्नु भएको थियो सबै यहाँ देखाइरहेको हुन्छ। एकपल्ट तपाईहरू चेक पनि गरिहाल्नु होला राम्ररी के कस्तो छ। त्यसपछि तल यहाँ हेर्नु, त्यसपछि तपाईँ स्क्रोल गर्नु अनि त्यसपछि यहाँ एउटा डिक्लेरेसन आउँछ कि जति पनि तपाईहरू भर्नु भएको छ त्यो सबै ठिक छ। त्यही भएर राम्ररी एकपल्ट रिभ्यू गरिहाल्नु होला। अनि त्यसपछि यहाँ डिक्लेरेसनमा टिक लगाइदिनु होला। अनि त्यसपछि तल क्याप्चा हुन्छ, क्याप्चा हेरेर भर्नु होला अनि सबमिटमा क्लिक गर्नु होला। सबमिटमा क्लिक गरिसक्नुहुन्छ भने यहाँ हेर्न सक्नुहुनेछ तपाईँको रिपोर्ट इन प्रोग्रेसमा देखाइरहेको हुन्छ। यो एप्लिकेसन हैज नट बी भेरिफाई बट इन प्रोग्रेस भनेर देखाइरहेको हुन्छ। 1-2 दिनपछि तपाईँहरूको रिपोर्ट आइसक्छ। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ यसरी नै तलमा देखाइदिन्छु। मैले पहिला पनि रिपोर्ट निकालेको थियो, यहाँ यसरी कम्प्लिट देखाइरहेको हुन्छ। डाउनलोड सर्टिफिकेटमा क्लिक गर्नु होला। यसरी हेर्नु, यहाँ
त्यसपछि यहाँ फाइललाई खोल्नु होला। यस्तो तपाईहरुको पनि रिपोर्ट आउनेछ। साथीहरु यदि तपाईहरुलाई स्ट्याम्पिङ कसरी गर्नुहुनेछ अनलाइन त्यो पनि चाहियो भने तल कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। धेरै जनाको कमेन्ट आयो भने स्ट्याम्पिङ कसरी गर्ने नेक्स्ट भिडियोमा त्यही भिडियो बनाउने छु। साथीहरु यदि यो भिडियो तपाईहरुलाई इन्फर्मेटिभ लागेछ भने यो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। आगामी दिनमा पनि म यस्तै इम्पोर्टेन्ट भिडियोहरु यो च्यानलमा अपलोड गर्नेछु र तपाईहरुलाई यो भिडियोमाथि कुनै कन्फ्युजन वा प्रब्लम छ भने तपाईहरु कमेन्ट सेक्सनमा कमेन्ट गरेर प्रब्लम भन्नु होला। म त्यसको एन्सर दिनेछु। थ्यांक यू फर वाचिङ दिस भिडियो।